दक्षिण कोरियाली प्रहरीले एकै दिनमा 3 जना विदेशी नागरिकलाई कुटपिट गरेको आरोपमा जेजु द्वीपमा 40 वर्ष उमेरका एक कोरियाली पुरुषलाई पक्राउ गरेको छ। घटना गत 13 तारिक सेओगविपो शहरको बस स्टप तथा बसभित्र भएको थियो। पीडितहरूमा अस्ट्रेलियाली नागरिक, 20 वर्षीय महिला, फिलिपिन्सका 60 वर्षका पुरुष र दक्षिण अफ्रिकी नागरिक 20 वर्षीय महिला रहेका छन्। प्रहरीले तीनैजना पीडितबाट उजुरी प्राप्त गरेपछि सीसीटीभी फुटेजको विश्लेषण गरेको थियो। त्यसपछि गत 18 तारिक संदिग्धको आमाले सञ्चालन गर्ने पसलबाट उक्त पुरुषलाई पक्राउ गरिएको हो। संदिग्ध व्यक्तिलाई मानसिक रोगको इतिहास रहेको बताइएको छ। सुरुमा उनले मलाई केही पनि याद छैन भन्दै अपराध अस्वीकार गरे पनि पछि अपराध स्वीकार गरेका छन्। हाल प्रहरीले घटनाको विस्तृत कारण र परिस्थितिबारे अनुसन्धान गरिरहेको छ। कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस्ता घटनाहरू देखेमा वा आफै पीडित भएमा तुरुन्तै 112 नम्बरमा फोन गरी प्रहरीलाई जानकारी दिनुहोस्। अहिले नै क्रसमा दर्ता गर्नुहोस्। नेपालको लागि रेमिटेन्स क्रस। पासपोर्टको म्याद सकिए पनि भिसा नभए पनि सबैले निशुल्क दर्ता गर्न सकिने।